अहिलेको मार्केटको एकदम हट टपिक, घाटामा शेयर बेच्दा पनि गेन ट्याक्स तिर्नुपर्ने। सबैभन्दा पहिला यो केसलाई बुझौं है त। हामीले राइट शेयरको बुक क्लोजर अगाडि शेयर किनेर बुक क्लोजर पछि राइट शेयर खातामा आउनु भन्दा पहिले किनेको किता सबै वास्तविक WACC भन्दा तल बेच्यौं। अब हामीसँग राइटको अलटमेन्ट पछि आउने कितालाई पनि त्यही रेटमा नै कम्प्लिट लसमा बेच्यौं। यसरी यो किता बेच्दा धेरैले क्यापिटल गेन ट्याक्स तिरिरहनु परेको छ। अब यसलाई एउटा उदाहरणबाट बुझ्ने कोसिस गर्नेछौं र लास्टमा यसको हुन सक्ने समाधानको उपाय पनि बताउने छु। एउटा XYZ कम्पनी छ, यसको मैले 2000 किता 310 मा किने 50% राइटको बुक क्लोजर अगाडि। अब बुक क्लोजर पछि यो शेयरको प्राइस एडजस्ट हुन्छ। थ्योरेटिकली मेरो लागि पनि यो शेयरको WACC एडजस्ट हुनुपर्ने हुन्छ, तर यहाँ त्यसो हुँदैन र राइट शेयर अप्लाई गरेर किता खातामा नआउँदै हाम्रो WACC अन मार्केट रेट अर्थात पर्चेज प्राइस नै हुने गर्छ। यहाँ हाम्रो केसमा 310 नै हुने भयो। अब हामीले तीनवटा प्राइस रेन्जमा यो केस अनुसार शेयर बेच्दा वास्तवमा हुनुपर्ने क्यापिटल गेन ट्याक्स र सिस्टम अनुसारको ट्याक्स कति हुन्छ भनेर हेर्छौं। यहाँ हामीले तीनवटा सिनारियो लिएका छौं। पहिलोमा हामीले हाम्रो पर्चेज प्राइस र बुक क्लोज पछिको हुनुपर्ने वास्तविक WACC बीचमा बेच्दा के हुन्छ, त्यसैगरी वास्तविक WACC भन्दा तल कम्प्लिट लसमा बेच्दा के हुन्छ र तेस्रोमा इनिशियल पर्चेज प्राइस भन्दा माथि बेच्दा के हुन्छ भनेर हेर्छौं। पहिलो सिनारियोमा हामीले त्यो 2000 किता शेयर बुक क्लोजर लगत्तै 270 मा बेच्यौं भने अब हामीले यसमा CGT कति तिर्छौं त? हाम्रो थ्योरेटिकली हुनुपर्ने WACC 240 भए तापनि मेरो शेयर सिस्टमले भने अन मार्केट रेट अर्थात 310 देखाउँछ र यो किता बेच्दा घाटा देखिने हुनाले CGT पनि 0 बन्न आउँछ। र अब आयो कुरो राइट शेयर पछिको 1000 किता 270 मै सेल गर्दा कति तिर्नुपर्छ त? अब भने सिस्टमले राइट शेयरको प्राइस 100 देखाउँछ। यसमा प्राइस चेन्ज गर्ने ठाउँ पनि हुन्छ, तर प्रायले यसलाई 100 मै राखेर WACC गर्ने गर्छन्। यसरी क्याल्कुलेट गर्दा हाम्रो केसमा 12750 CGT देखिन्छ। तर हामीले थ्योरेटिकली क्यापिटल गेन ट्याक्स कति हुन्छ भनेर हेर्ने हो भने हामीले हाम्रो WACC लाई 240 मान्नुपर्छ र यसरी हेर्दा 6750 मात्र तिर्नुपर्ने हो र यो प्र्याक्टिकली पनि हुनुपर्ने हो। यो त भयो थ्योरेटिकल WACC माथि बेच्दा। अब हेरौं कम्प्लिट लसमा बेच्दा के हुन्छ। अब हामीले 210 मा पहिले जसरी नै दुई फेजमा शेयर बेच्ने हो भने पहिलो 2000 कितामा CGT पर्दैन, तर राइट पछिको 1000 कितामा भने 8250 तिर्नुपर्ने हुन्छ। यसरी हेर्ने हो भने हामी टोटल लसमा हुँदा पनि क्यापिटल गेन ट्याक्स तिर्नुपर्ने देखियो। प्राय इन्भेस्टरहरुमा अवेरनेसको कमी तथा यस सम्बन्धमा सम्बन्धित निकायहरुबाट स्पष्ट रूपमा सूचना नआउँदा प्रायले रेट एडजस्ट गरेको देखिदैन र यसरी प्रायले बढी CGT तिर्ने गरेको देखिन्छ। तर हाम्रो सेलिङ रेट हाम्रो पर्चेज रेट भन्दा माथि भएको अवस्थामा मात्र हामीले यसरी सेल गर्दा सिस्टमले लगाउने CGT र रियल CGT मा फरक हुँदैन। यस्तो समस्याको समाधान के होला त? सबैभन्दा पहिला हामी लगानीकर्ताहरूले नै यसमा अलि विचार पुर्याउनु पर्ने हुन्छ। हामीलाई राइट शेयरको प्राइस एडजस्ट गर्ने तरिका थाहा हुनुपर्छ। यदि थाहा छैन भने विभिन्न फाइनान्शियल न्यूज पोर्टलहरुमा यो सुविधा दिएको हुन्छ। जस्तै शेयर संसारको यो टुल्स भित्र राइट शेयर एडजस्टमेन्ट क्याल्कुलेटरमा हामीले इन्ट्री गरेर पनि रेट निकाल्न सक्छौं र हामीले यस भिडियोमा भने जस्तै केस अनुसार कम्प्लिट लसमा बेचेको भए राइटको WACC गर्ने बेलामा एडजस्टेड प्राइस राख्न सक्छौं। तर बुक क्लोजर लगत्तै फाइदामा बेचेको भए चाहिँ यसरी राखेको WACC ले देखाउने CGT कम हुन्छ र सरकारलाई कम CGT जान्छ। यो कुरालाई अर्को कुनै भिडियोमा देखाउँला। यसको समाधान के हुन सक्छ त भन्ने सन्दर्भमा यदि अटोमेटिकली नै राइट शेयरको बुक क्लोजर पछि रेट एडजस्ट गर्ने र राइट पछिको कितामा पनि त्यही WACC रेट लागू गर्ने हो भने यो हल हुन सक्छ। तर यसका लागि सिस्टम नै अपग्रेड गर्नुपर्ने देखिन्छ। तपाईहरुलाई के लाग्छ, समस्याको समाधानको उपाय के हुन सक्छ त? कमेन्ट गर्नु होला।